जाने होइन जाने चाहिँ कसरी जाने हो आज उता रुन्दाको जाने काम थियो मेरो त्यतै जाम्ला गुगरी कहाँ छ तर यहाँ मैले बाटो पो देखेन त बाटो अलि यताबाट हिँड्नुपर्छ त हाम्रो बारी यो सबै जोताउने हो कि यो भाग यहाँ जोत्दैछ त्यस्तरी रहेछ कि जोतको कागती घरमै फलेका लोकल कागती राखेर होइन हेलो गाइजहरु वेलकम ब्याक टु माई न्यू भिडियो हजुरहरूलाई अर्को दिनको अर्को भिडियोमा स्वागत छ है त नयाँ हिजो अस्ति राखेका भिडियो हेर्नुभएको छैन भने हेर्नु होला र रमाइलो गर्नु होला है त नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला अब मैले चाहिँ हल्का साँझ भ्लग स्टार्ट गरेको छु किन भन्दा आज चाहिँ हाम्रो यो बारी जोताउने कुरो छ हैन मैले हजुरहरूलाई धेरै फेर भने 3-4 भ्लगमा आज भनेउम्ला त्यो बारी जोताउने ट्र्याक्टर देखाउँछु भने थिएँ अब चाहिँ आज चाहिँ ट्र्याक्टर आउँदैछ अलि बेर आउने हो अरे कस्तो खाले ट्र्याक्टर भन्दा झारैसित जोत्ने ट्र्याक्टरले त्यो खाले हजुर आउँछ होला नि नआइ राखिदिने भिडियो मलाई बाल होइन सायद आउँछ होला ट्र्याक्टर पनि आइसकेको छ होइन मैले अब चाहिँ हजुरहरूलाई देखाउँछु है त ढिला नभए आवाज पनि सुन्नुभएको होला ट्र्याक्टरको हाम्रो बारी यो सबै जोताउने हो कि यो भाग यहाँ जोत्दैछ त्यस्तरी रहेछ कि जोत्नु टक्क जोत्दैछ ऊ आएन कस्तरी घुमा जोत्दैछ बिस्तारै बिस्तारै सो चक्क यही टक्क मम्मीले उता मकै के अरे के छर्दै केरो छर्दै हुनुहुन्छ यता चाहिँ जोत्दैछ देख्नुभयो हजुरहरूले यतिको गरम रहेछ ठिकै ठिकै एकलट कुचा मै त कस्तो रहेछ ठिकै छ त्यति गहिरो नि छैन ठिकै छ उतातिर नि हो कि ती झारै फाल्नु होइन झार आज जोत्छ भनेर हामीले पनि झारै फालेको छैनौँ यो जोत्छ अलि बेरमा यस्तो झाडी यहाँ जोतिरहेछ पुरा यता चाहिँ जोताइयो हामीले टक्क ट्र्याक्टरै हरायो झारभित्र कहाँ गयो जनताहरू खनि हाम्रो खाँदै ट्र्याक्टर हेर्दै अरू के काम भयो र भन जाने होइन जाने चाहिँ कसरी जाने हो आज उता रुन्दाको जाने काम थियो मेरो त्यतै जाम्ला ल अहिले जोतेर गयो अहिले चाहिँ सुत्ने बेला पनि भइसक्यो हामीले चाहिँ खाना खाएर होइन अब चाहिँ मजाले बसिरहेका छौँ भोलि बिहान 4 बजे उठेर जानुपर्ने हुन्छ मैले हजुरहरूलाई देखाउने छु बाटामा के कस्तो हुन्छ होइन किन जाँदैछन् 4 बजे उठेर भन्नुभएको होला हामी चाहिँ मर्निङ वाक जाने इभिनिङ वाक जाने भाउतु गर्छौँ के बेलामा उका सो यहाँ चाहिँ अहिले हामीले चाहिँ अब साँझ सुत्ने बेलामा टक्क चाहिँ नि मिठो चटपटे खाएर सुत्ने कुरो छ अब चाहिँ चटपटे खानु पर्ने हुन्छ यो चाहिँ भयो हाम्रो चटपटेका सामग्रीहरू यहाँ छन् टक्क चाहिँ नि यो चाहिँ खानुपर्ने हुन्छ मिठो पारामा कस्तो दामी देखेको
टक्क कागती घरमै फलेका लोकल कागती राखेर होइन खानुको मजा पनि त बेग्लै हुन्छ। हेलो गाइजहरू, दिस इज द नेक्स्ट डे। अर्को दिनको सुरुवात भइसक्यो। हिजो चाहिँ बारी सारी जोताइ होइन, हजुरहरूले देखिसक्नु भएको होला। आज चाहिँ हामी कहाँ यस्ता अँधेरा हिँडे हो भन्नुभएको होला। हामी चाहिँ अब यसो हिँड्ने खुट्टा तान्ने होइन, मर्निङ वाक हिँडेको। बिहान बिहान हिजो पनि 4 बजे गएको थियो, आज पनि 4 बजे आएको। अब चाहिँ उज्यालो हुन थाल्यो। अब यहीँ प्रतीक्षालाई आछौँ, कति 1 घन्टा जति हिँड्ने हो कि हामी। त्यसपछि अब चाहिँ फेरि फर्किनु पर्ने हुन्छ। त्यही हो गाइजहरू, हामीसँग छन् प्रकाश छन्। प्रकाश र म आएको यस्तै छ, जस्ट फ्रेस भइरहेछ। मजा आहा, कस्तो भइरह, एकदम मजा आइरह्यो। शीतल हावा खानु उठ्नै जग्गा नलाग्ने कि त्यही। अब बिस्तारै बिस्तारै बानी पर्ने होला क्या, फेरि बानी पर्दाखेरि बुटो लानुपर्छ। बानी पर्दो जानुपर्छ। म त अहिले जान्दै क्या, तिमी अविनाशसित दुगुरे अविनाश त जानियो। ल त्यही हो गाइजहरू। अब हामी चाहिँ अलि बेरमा हिँड्छौँ है त गाइजहरू। अब चाहिँ हामी हिँडेको दुगुरी थाहा छ, तर यहाँ मैले बाटो पो देखेन त। बाटो अलि यताबाट हिँड्नु छ त। बिहानमा हिँड्दा चाहिँ मजै आउने, यस्तो सुनसान आनन्द चिपारामा। यस्तो अन्धकार छ क्या, अहिले त उज्यालो भयो नि। यो त के हुन्छ अनि आउँदा त हामी कस्तो थियो। अहिले त बाटो देखिँदैछ। हामी जाँदा कस्तो थियो, अहिले चाहिँ यस्तो उज्यालो भइसक्यो। पछाडिको डाँडा हेर्नु कस्तो दामी भ्यू छ कि। सेल्फी खिच्ने कार्यक्रम चलिरह। भ्यू राम्रो भएपछि हल्का फोटो त खिच्न पर्यो नि। यस्तो उज्यालो भइसक्यो। हामी अहिले जाँदा कस्तो थियो, अहिले चाहिँ पुरा उज्यालो भइसक्यो। बोर्डिङमा पस्ने हो। हामी चाहिँ बोर्डिङमा नि पसेनौँ। अहिले चाहिँ हामी चाहिँ आयुर्वेदिकमा छौँ। टक्क यो चाहिँ आयुर्वेदिक छ। यसो रेस्ट गरेको। नेट चलाउन आएको लाइन हामी जाँदा लाइन आएको थिएन, अहिले पनि आएर हिँड्छ। त्यस्तै छ पारा। लोड सेडिङ फेरि नेट आउँछ भने कुरेर बसिहन्। बालाजीको पासपोर्ट के हो यहाँ टावर आएको। आहा मन्जिसा यन JIS यो चाहिँ भ्यू भयो। JIS चाहिँ कि हो कि नि कनेक्ट गरेको नेटको नामै उड्यो। नाम आज त्यहाँ कहाँ थियो पासवर्ड नामै उड्यो यार। त यो चाहिँ टक्क भ्यू भयो होइन। सर दामी छ भ्यू पनि। त्यो पारिका डाँडा पनि दामी छन्। ओइ आकाश त खतरा देखिया थियो। अघि पानी पर्न लाग्यो जस्तो भयो। कति आउँछ हेरौँ। अब ऊ त्यहाँ बोल्छ कि रातो, कति रातो बोल्छ। अब हामी यहाँ इन्तजारमा छौँ। कस्तो पुरा सुन्दारे थियो आयुर्वेदिक पनि। त्यो एउटा मान्छे मात्रै यहाँ के एक्लै हो सम्हाल्ने। यस्तो यसको बटन देखाउँछु मैले। यो पनि कता हेर टाइम बिग्रेछ, रोक्नु है। ए 6:45।
भइसके हामी अहिले उहाँ बस्दा लाइने आएको थिएन अहिले पनि लाइने आएन कि हामी जाँदा जो लाइन आएको थिएन अन्धकारमा गएको बत्ती बालेर मोबाइलको लाइट बालेर अहिले आउँदा पनि लाइन गएको छैन यस्तो होइन यस्तै छ गाउँको अवस्था भनौँ कि अब के भनौँ लाइन भएर नि आउनु अब त्यस्तै यो पोहोर बोलाउँ भनौँ एक प्रकारको पोहोर बोलाउँ सो हिजो चाहिँ बारी पनि जति हजुरहरूले देखिसक्नुभयो आज चाहिँ मैले एकलट बारी देखाउँछु है त बारी हेर्नुपर्ने हुन्छ कता कता जोतो कता कता जोतेन नजोतेका ठाउँमा खन्नुपर्ने हुन्छ सिनो चाहिँ घर आएर हिजो यहाँ झार थियो नि आज हल्का यस्तो दामी झार काटिदिनु रहेछ कि बबाल मोलो नि भयो यहीँ टक्क काटिदिएपछि उता हिजोको बारी कस्तो थियो आज टक्क दामी देखियो त्यति दामी छ दामी पारिकै डाँडा नि एकलट हेर्नु दामी छ के राखन मम्मी पनि आउन मैले चाहिँ भर्खर खाएँ खाना पनि खाएँ होइन अहिले चाहिँ अब चाहिँ हामीले चाहिँ के गर्न थालेको भन्दा मसेप्रा पार्न थालेको आमा मसेप्रा पार्न थाले हामी ती के मिसाउँछ नाम भनिदिनु त्यसो मसेप्रा पार्न देउलो अरू देउलो भनेको बेसन हो बेसन मिसाउने कर्कलो भयो कर्कलोलाई निचर्ने यसरी यसरी निचर्ने र त्यही टक्क चाहिने यो कथेर खान्छन् अन्त तरकारी नभए बेला खान्छन् तरकारी नभए बेला जाडा पनि खान्छन् मिठो हुन्छ साह्रै घाममा खान्नन् अरे तलेरी मिच्नु हल्का हल्का पानी राखेर बनाउनु पर्ने रहेछ पानी राख्दैन त्यही आज मिचिएन त्यति पानी पानी नराखिकन बनाउँदै मैले सधैँ पानी नराखिकन पनि भन्छ यसै कर्कलाको रस आउँछ कर्कलाको आउँछ आज आएन त्यस्तै मुस्ने आमाले मजाले उ गर्नु मैले हेरेछु अब मेरो काम के भयो पकाएर खाने हो अब त बनाउने सुकाउने त्यसपछि सुकेपछि ट्याक्क डिब्बामा राख्ने होइन तरकारी हुन्न नि जब तरकारी हुन्न जाडो मौसम हुन्छ ट्याक्क पकाएर खाने हो के हो बनाउने यसमा बनाउने त्यो कर्कला कर्कलो भयो यो भयो कर्कलो काटेको टक्क दामी पारामा यस्तै राख्ने यस्तै सानसाना डल्ला गराउने सानसाना त्यसपछि त्यहाँ राख्ने त्यस्तै गरेर यो के को सेतो आमा पिठो मका पिठो अरे मकैको पिठो गाइजहरू आमाले र मैले भर्खर चाहिँ मसेप्रा पनि पालिसक्यौँ होइन मैले हजुरहरूलाई देखाउँछु है त यतातिर कता टिनातिर राख्नु हो कि छिटो सुक्छ नि घाममा राखिसकेपछि त त्यसरी टक्क चाहिँ नि कता यतै राख्नु हो क्या हेर मेरी बा घाम त क्या विधि चर्के टिना सुकाउनु हो एउटा फेरि उहाँ अनि पछि यो चाहिँ भयो मसेप्रा टक्क चाहिँ टिनामाथि सुकाहाम सुपामा अहिले चाहिँ बेलौती खाएका मामले त्यो चाहिँ बेलौती हो बुटो भयो अनि चाहिँ नि यस्तो छ दामी छ हाम्रो घरको अगाडिको भ्यू दामी छ चाहिँ भयो घर छ्या कस्तो मुहा अड्क्यो के सो यस्तो यहाँ बसौँ है त सो गाइजहरू जस रमाइलो भइरहेछ होइन घरतिर आएर होइन यसो रमाउन पाउँदा यति खुसी लाग्छ नि होइन जे होस् अब दसैँ पनि नजिक आउन थालिसकेको छ हजुरहरूलाई ह्याप्पी दसैँ है त
अब दसैँ छ भने त दसैँ मनाउनु होला, दसैँ छैन भने पनि घरै बसेर मिठा मिठा परिकारहरू बनाएर खानु होला भन्न चाहन्छु। अनि आजलाई चाहिँ मेरो भिडियो यति नै रहेको छ। नेक्स्ट भिडियोमा भेट्नेछौँ गाइजहरू। बाई बाई, जय नेपाल।